नमस्कार, म रुक्मणी खड्का होचपुरका समाजको अध्यक्ष। आज यो काठमाडौँ महोत्सव 2082 4 दिनको लागि लागिरहेको थियो। त्यसै सन्दर्भमा हामीले पनि यहाँ हाम्रो सामान हार्पिक, फिनेल, कोलिन, झोल साबुन सबै चाहिँ हाम्रो तयारी सामानहरू चाहिँ हामी प्रदर्शनको लागि ल्याइरहेछौँ। हामीले पहिला होचपुरका समाजमा चाहिँ हामीले यो तालिम लिएका थियौँ। हामीले तालिम चाहिँ यो गोकर्णेश्वर नगरपालिकाबाट चाहिँ हामीले बजेट पाएर चाहिँ यो कार्यक्रम गरेको। हाम्रो मेयर साहब दीपक रिसालज्यूले चाहिँ हामी होचपुरका भए पनि काम गरेर खानुपर्छ, यसरी बराल लिएर हिँड्नु हुँदैन, यस्तो गर्नु मागेर खानु हुँदैन, काम गरेर खानुहुन्छ पर्छ, एउटा ट्रेनिङ यसो काम रोजगारीको लागि काम गर्नु, म बजेट दिन्छु भन्नुभयो। अनि त्यसैको बमोजिम उहाँकै कारणले गर्दाखेरि आज हामीले यस्तो काम गर्ने मौका पायौँ। हाम्रो होचपुरका समाज धेरै खुसी छौँ। हाम्रो मेयर साहब, हाम्रो उपमेयर लगायत सम्पूर्ण गोकर्णेश्वर नगरपालिकालाई धेरै धेरै धन्यवाद। र हाम्रो सामान हामी होचपुरका व्यक्तिहरूलाई चाहिँ साथ हौसला दिनको लागि हाम्रो सामान किनिदिनु होला, प्रयोग गर्नु होला। अरूको सामानभन्दा हाम्रो सामान किनेर हामीलाई हौसला उत्साह बढाइदिनु होला भन्न चाहन्छु। र हामीलाई चाहिँ कन्ट्याक्ट गर्नु पर्यो भने यो सामानको लागि गोकर्णेश्वर नगरपालिका वडा नम्बर 6 जोरपाटी ओह्रालो कुमारी ब्याङ्क ब्याङ्कभित्र चाहिँ हाम्रो संस्था रहेको छ। हामी काठमाडौँ महोत्सवमा छौँ। यस अन्तर्गतमा पनि होचपुरका समाजले पनि विभिन्न आफ्नो उत्पादन सामग्रीहरू यहाँ प्रदर्शनमा छ, बिक्री वितरण गर्दैछ। कार्यक्रममा यहाँलाई स्वागत छ। धन्यवाद, नमस्ते। म होचपुरका समाजको अध्यक्ष रुक्मणी खड्का। हाम्रो चाहिँ